आज चाहिँ एउटा कुरा मलाई सेयर गर्नु मन परेको आफ्नै लागि। लगभग 3-4 साल भयो होला, 4 साल मोटामोटी। आई स्टार्टेड ट्रेडिङ इन 2021, मेबी 21। क्रिप्टो करेन्सी फर्स्ट बबल जस्तो भइरहेको थियो त्यति बेला आमालाई 15,000 मागेर मैले जर्नी स्टार्ट गरेको होइन। त्योभन्दा अगाडि के भयो भन्दाखेरि फर्स्ट टाइम चाहिँ म्युचुअल फन्ड युट्युबमा पुरा भिडियो हेरेर म्युचुअल फन्डमा इन्ट्रेस्ट लागेर केही गर्नु चाहिँ मलाई चाहिँ पहिल्यैदेखिको इच्छा थियो, तर बिजनेसहरू पनि ट्राई गर्नु खोजेँ। तर केहीमा मैले आफूलाई सुट गर्ने केहीमा पनि ठिक लागेन। बिजनेसको लागि पनि आइडियाहरू त थियो, तर क्यापिटलकै कमी, जे चिजमा पनि क्यापिटलकै कमी। अन्त बिजनेसहरू पनि कति आइडियाहरू आएको थियो, यो बिजनेस गर्छु, त्यो गर्छु, ह्यान गर्छु, त्यान गर्छु, त्यो सब फ्लप भयो। कहिले पनि मैले स्टार्टै गरिनँ। कोसिस त गरेको, तर स्टार्टै गरेन कहिले, किनभने क्यापिटलै थिएन। पार्टनरहरूलाई पनि सबै पार्टनर पनि मिलाइसकेको थिएँ, तर पनि कहिले स्टार्टै गरिनँ। त्यसको बादमा बिस्तारै कसरी चाहिँ के गर्दा चाहिँ हुन्छ भन्ने त्यो मनमा थियो। अनि त्यत्तिकै मैले युट्युबमा यो देखेँ, म्युचुअल फन्ड फर्स्ट इन्ट्रोड्युस भयो मेरो लाइफमा। अन्त मैले स्टार्ट गरेँ 500 एसआइपीदेखिको। फर्स्ट मन्थ एउटा 500 एसआइपी हाल्थेँ, रेगुलरली लाउँछु भनेर सोचेको थिएँ। फर्स्ट मन्थ, नेक्स्ट मन्थदेखि मैले हाल्नै छोडिदिएँ। अन्त हाल्नै छोडिदिएँ। अब इच्छा त थियो, तर पनि अब त्यो खोइ के भयो, जुगाडै गर्न सकिनँ। सायद त्यहाँदेखि नै इन्भेस्टमेन्ट गरिरहनु भए त यति बेला अलिकति उयो हुन्थ्यो होला, तर पनि कोही बात छैन। त्यसको बादमा एक महिना मात्रै त्यो पनि हालेँ, त्यतिकै छोडिदिएँ। त्यति बेला त डिम्याट एकाउन्टको पनि चार्ज लाग्थ्यो, अहिले त लाग्दैन। त्यो समयदेखिको मैले इन्भेस्टमेन्ट गर्नु ट्राई गरेको। अन्त त्यहाँबाट बिस्तारै सोचेँ, अब स्टक मार्केटतिर अलिकति बिस्तारै कम्ती भए पनि हाल्छु बिस्तारै भन्ने सोचेँ। त्यो पनि भएन। अनि त्यसको बादमा म बाहिरै थिएँ त्यति बेला, बेङ्गलोरमा। अनि घर गएको बादमा चाहिँ त्यतिकै हेर्दै थिएँ। त्यति बेला मैले ट्रेडिङ भ्यू चाहिँ मेरोमा थियो। अन्त त्यतिकै हेर्दा कोइन मार्केट क्याप पनि डाउनलोड गरेको थिएँ क्रिप्टो करेन्सीको। अन्त पुरा हाइप भयो। बिटकोइन कति यस्तै लगभग थियो होला, 30 को आसपासमा, $37,000-38,000 पर वान बिटकोइन थियो। त्यो बेला हेर्दा 45, 46, 47 पुग्यो। अन्त आमालाई मैले 15,000 मागेँ अनि त्यति बेलाको समयमा। अनि त्यति बेला 15,000 मागेर मैले फर्स्टमै आइसिपी इन्टरनेट कम्प्युटर न के छ एउटा यो अल्ट कोइन, अनि त्यसमा मैले इन्भेस्ट गरेँ। मैले देखेँ त्यसमा धेरै पोटेन्सियल छ, किनभने इन्टरनेट कम्प्युटर आइसिपी इन्टरनेट कम्प्युटरै होला सायद, के हो राम्रो मलाई याद भएन। अनि त्यसमा मैले इन्भेस्ट गरेँ। अनि भोलिपल्ट हेरेको 15,000 को 17,000 पुगेछ। अनि त्यहाँबाट म एकदम खुसी। अनि त्यहाँबाट सेल गरेको बादमा फेरि बढेर गयो। ला छिटै सेल गरेछु भने 2,000 जस्तो प्रफिट भएको थियो, धेरै छिटै सेल गरेछु भनेर चाहिँ फेरि बाई गरेँ। त्यहाँबाट फेरि करेक्सन लियो मार्केटले, लस भयो। त्यो 2,000 पनि गयो, आफ्नो 2,000 पनि गयो, 13,000 जस्तो भयो। अन्त त्यहाँबाट त्यस्तै गर्दा यताउता ब्रोकरेजमा कति गयो चार्जेस। अनि त्यसको बादमा चाहिँ बिस्तारै आइडिया हुन थाल्यो। अन्त कति 8-9,000 बाँचेको थियो। अन्त
त्यत्तिकै ट्रेडै नलिई बसेँ। केही एउटै चिज होल्ड गर्दै बसेँ। अन्त घट्दै 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 गयो। 6000 5000 कति भयो। ट्रस्ट वालेट थियो त्यति बेला, मेरो ट्रस्ट वालेट बनाएको थिएँ। अन्त त्यो ट्रस्ट वालेटमा मैले सबभन्दा अगाडि चाहिँ यो एउटा इन्डियन नै एप थियो। कुन चाहिँ एप हो त्यो मलाई याद भएन, त्यो एप बिर्सेँ। त्यसमा इन्भेस्ट गरेको। अन्त त्यसपछि ट्रस्ट वालेट भने ट्रस्ट वालेटमा हालेर त्यहाँबाट त्यो नयाँ त्यो अल्ट कोइनहरू किन्नु थालेँ। त्यसमा पनि लस हुँदै गयो। अन्त हेर्दा अगर एउटै मात्र होल्ड गर्नुभयो भने मलाई प्रफिटै हुन्थ्यो। तर हेर्दा बिटकोइन 68,000 पुग्यो। बिटकोइनको प्राइस 68,000 पुग्यो। त्यहाँबाट चाहिँ घटेर त्यो सालको हाइएस्ट त्यही थियो, अल टाइम हाई नै थियो 68,000। त्यहाँबाट घट्यो। त्यहाँबाट करेक्सन लियो मार्केटले। करेक्सन लिएर त्यो 20 को आसपासमा आयो बिटकोइन। त्यहाँबाट मैले त्यत्तिकै के गरेँ भने त्योदेखि एउटा गुगलमा गएर एउटा एपेक्स मार्केट यस्तै एउटा मार्केट छ, त्यसमा मैले हालेर त्यो जति पनि उब्रेको डलरहरू थियो लगभग 78 कति 68 78 डलर थियो। त्यो उयसबाट एउटा त्यो एकाउन्टबाट निकालेर ट्रस्ट वालेटमा हालेर त्यो एकाउन्टमा हालेँ। त्यो एकाउन्टमा हालेर पनि त्यहाँनिर पनि, तर त्यहाँनिर चाहिँ लेभरेजमा ट्रेड, मतलब त्यहाँदेखि चाहिँ लेभरेजको मलाई आइडिया आयो लेभरेज पनि हुँदो रहेछ भनेर। अन्त त्यो लेभरेजमा मैले ट्रेड गर्नु थालेँ, त्यहाँ पनि लस। अनि त्यो भएर त्यसको बादमा के भयो भने अरूको कपी गर्नु थालेँ मैले। मतलब कपी गर्नु थालेँ। मतलब प्रोफेसनल ट्रेडरहरूलाई अलिकति कमिसन दिएर त्यो कपी गर्नु थालेँ। त्यसमा पनि अलिअलि प्रफिट हुन्थ्यो, लस हुन्थ्यो, प्रफिट हुँदै लस हुँदै हुनु थाल्यो। अनि त्यहाँबाट त्यतिकै त्यो कति बाँचेको थियो, त्यहाँबाट $45 कि कति बाँचेको थियो घटेर। अन्त त्यो मैले विथड्र गरेर एउटा कोइन आएको थियो, कुनै के कोइन हो, नयाँ लन्च प्याड भन्ने आएको थियो। त्यो नयाँ अल्ट कोइनमा अगर भयो भने बङ्गै हुन्छ रातारात, भएन भने स्क्याम भइदिन्छ। अन्त मैले रिस्क लिएँ। अन्त लन्च प्याडमा मैले इन्भेस्ट गरिदिएँ। त्यो प्लस म त्यति बेला बेङ्गलोरमा थिएँ, फेरि घर गएर बेङ्गलोर आएको थिएँ। अन्त त्यो प्लस खुदको एउटा स्यालेरी, 1 महिनाको स्यालेरी एड गरेर टोटल $25,000 त्यसमा हाल्थेँ लन्च प्याडमा। 3x भएर रिटर्न हुन्छ भनेर त्यो दावा थियो। अब म भर्खर अब अहिलेको जस्तो हुनुभएको थियो हाल्थिनँ म। तर त्यति बेला भर्खर सिक्दै थिएँ, लालच पनि थियो ममा, जोस पनि थियो। अन्त हालिदिएँ। जुन चाहिँ दिन लन्च हुने दिन हेर्छु छैन त्यसको लन्च हुने दिन त तिनीहरूको लिङ्क पनि छैन। टेलिग्राममा अकाउन्ट पनि छैन। गयो, त्यो पनि गयो। अन्त त्यहाँबाट चाहिँ मलाई नै आइडिया भयो कि अच्छा स्क्याम पनि हुन्छ, यस्तोमा चाहिँ हुँदैन रहेछ। बरु जुन चाहिँ अब मार्केटमा जुन चाहिँ ट्रस्टेबल छ त्योहरू चाहिँ BTC भयो, अन्त इथेरियम भयो, त्यहाँबाट यो बाइनेन्सहरू भयो, त्यो मात्रै ट्रस्टेबल छ। तिनीहरूमा इन्भेस्ट गऱ्यो भने चाहिँ ठिक हुन्छ भनेर अन्त त्यस्तो लाग्यो। अनि त्यसको बादमा फेरि त्यतिकै कामहरू गर्दै थिएँ, जस्तो स्यालेरीहरू आउँथ्यो। अन्त एउटा उयो आयो माइक्रोपेड भन्ने। अनि त्यसको पनि पुरा हाइप। अन्त माइक्रोपेडमा मलाई नि इन्भेस्ट गर्नु मन लाग्यो। अन्त त्यहाँ पनि एक मन्थको स्यालेरी लगाइदिएँ। अन्त त्यो लगाउँदाखेरि चाहिँ त्यो पनि
बिस्तारै बिस्तारै त्यो चाहिँ अब एकदम कम्ती भाउमै थियो, 0.00041 यस्तैमा थियो। अन्त एक मन्थको हाल्दाखेरि 5 मिलियन माइक्रोपेट्स मसँग थियो होल्ड, अहिले पनि छ त्यो। तर अब त्यसको एड्रेस चेन्ज भएर त्यो मेरो हिना न मिना भइदियो। अन्त त्यसमा पनि हालेँ, अनि त्यसमा पुरा त्यसको सबै इन्स्टाग्राममा अन्त फेसबुकमा सबैतिर मैले फलो गरेको थिएँ त्यसलाई। अन्त मैले त्यसमा गिभ अवे पनि जितेको थिएँ त्यसमा, एउटा टी सर्ट माइक्रोपेट्स लेखेको टी सर्ट। तर त्यो मैले एड्रेस चाहिँ हालिदिएको थिएँ, डेलिभर हुन्छ भनेर, त्यो मैले अहिलेसम्म पाइनँ पनि। अन्त त्यतिकै त्यो क्रिप्टो करेन्सी त हाइली भोलाटाइल हुन्छ, हाइली रिस्की हुन्छ भनेर मैले त्यो पनि बिस्तारै बिस्तारै त्यो छोडिदिएँ। त्यसको बादमा चाहिँ त्यतिकै युट्युबहरूमा त्यस्तै उयोहरू आइरहन्थ्यो। अन्त मैले त्यसको बादमा चाहिँ फोरेक्ससँग इन्ट्रोड्युस भएँ। फोरेक्स मार्केटमा यस्तो छ उस्तो छ। अन्त फोरेक्स मार्केटमा स्टार्ट गर्न थालेँ। पहिले ब्रिटिस दाना भने त्यो डाउनलोड गरेँ, तर मैले कहिले अब धेरै धेरै पैसा त हाल्दिनँ, तर पनि अब कम्ती कम्ती हाल्नु हुने, डिपोजिट गर्नु सक्ने त्योहरूमा मैले उयो गर्नु थालेँ, पैसा हाल्दै। तर त्यति बेला ग्याम्बलिङ जस्तो गर्थेँ नलेज थिएन। अलिअलि युट्युबमा भिडियो हेरेँ कस्तो कस्तो के हुन्छ, एउटा क्यान्डल बन्यो, एउटा ह्यामर क्यान्डल जस्तो बन्यो भने एन्ट्री गऱ्यो। अनि त्यतिकै त्यसमा पनि कोही बेला बङ्गै प्रफिट हुन्थ्यो, कोही बेला प्रायः जस्तो त अब लुजै हुन्थ्यो। अन्त त्यतिकै गर्दै सिक्दै थिएँ। ट्रेडिङ भ्यू त मेरोमा हमेसा थियो, मेरो उयसमा फोनमा एप्लिकेसन। अनि त्यसमा सिक्दै कस्तो हुन्छ के हुन्छ बिस्तारै गर्दै त्यति बेला गर्दै आएँ। त्यहाँबाट बादमा एक्सचेन्ज स्पिडको नि एकाउन्ट खोलेँ, एक्सनेसको अक्टा एफएक्समा लगभग मैले 9-10 चोटि डिपोजिट गरेँ होला। एकपल्ट पनि विथड्र गरेको छुइनँ, मेरोमा अझै छ अकाउन्ट। कति लुज गरेको छु मार्केटमा थाहै छैन, हिसाब पनि छैन। अन्त त्यसपछि मलाई यस्तो लाग्यो कि क्यापिटल चाहिँ धेरै चाहिने रहेछ भनेर लाग्यो। अन्त त्यतिकै क्यापिटल चाहिँ, अन्त युट्युबमा हेर्दाखेरि चाहिँ, भिडियोमा हेर्दाखेरि चाहिँ क्यापिटल चाहिँ कसले दिन्छ भन्दाखेरि यो के भन्छ प्रोफ्रेमले चाहिँ क्यापिटल दिन्छ भनेर चाहिँ मलाई युट्युबमा हेरेँ भिडियो। अन्त प्रोफ्रेम फर्स्टमा मैले गोट फन्डेड अकाउन्टको $5,000 एउटा अकाउन्ट किनेँ। 2 दिनमा गयो ओभर ट्रेड गरेर। साइकोलोजी पनि बिल्ड गर्नुपर्छ भनेर त्यहाँबाट सिकेँ। अन्त रिस्क म्यानेजमेन्ट, साइकोलोजी यो सब बिल्ड गर्नुपर्ने रहेछ भनेर त्यहाँबाट पनि सोचेँ। बुक्सहरू किनेँ, बुक्सहरू तर पढ्नु पनि भ्याएको छैन क्या सायद। त्यतिकै म आफू खुदको एक्सपिरियन्स नै पढ्यो भने पनि त्यो हुन्छ हुनु त, तर खुद आफै एक्सपिरियन्स गर्नुपर्छ त्यो सब चिजहरू। अन्त चाहिँ सिक्दै जाँदै रहेछ। अन्त प्रोफ्रेम फन्डेड नेक्स्टको पनि किनेँ, त्यो पनि 2-3 दिनमा एकाउन्ट ब्रिज भइदियो। त्यो रुल्सहरू पनि फलो गर्नुपर्छ भनेर। अन्त त्यसको बादमा धेरै त्यस्तै एकाउन्टहरू किनेँ, कति मार्केटलाई दिएँ नि अब मैले, त्यसको कन्ती पनि छैन। अन्त अहिले चाहिँ एउटा फेरि एकाउन्ट किनेँ बादमा। अब त्यसको बिचको कुरा एउटा छ, त्यो चाहिँ अब म सायद पछि भन्छु होला। अन्त अहिले यो के बिप्रप ट्रेडरको किनेको छु। अन्त यसमा मलाई प्रफिटको लागि गरेको नि होइन, बस सिक्नुको लागि गरेको। किनभने जबसम्म आफ्नो खुदको पैसा हाल्दैन तबसम्म सिरियस नै हुँदैन कोही पनि, चाहे मै होस् चाहे जोसुकै होस्, सिरियस नै हुँदैन। हुन त अब त्यसमा पनि पाउँछ यहाँनिर पनि फ्रीको मतलब अब त्यो न आफूलाई हुन्छ न उनीहरूलाई हुन्छ। त्यस्तै डेमो एकाउन्टहरू दिन्छ, त्यसमा पनि गर्न सकिन्छ। तर पनि म जबसम्म आफ्नै पैसा हाल्दैन, जब आफ्नो पैसा जाँदैन तबसम्म कोही पनि सिरियस हुँदैन, मै हुँदैन। त्यसै कारणले अलिकति भए पनि इन्भेस्ट गरेर साइकोलोजी अन्त रिस्क म्यानेजमेन्ट बिल्ड गर्नुपर्छ।
त्यसैले म गरिरहेको छु। अगर यसमा पनि लुज भयो भने मलाई कोही पर्वाह छैन, म सिक्छु केही न केही त। तर अगर मैले यो पास गरेँ भने मलाई धेरै राम्रो हुन्छ। प्लस कम्ती ट्रेड लिने, दिनमा हप्तामा एउटा दुईवटा भए पनि हुन्छ। अनि त्यसमा चाहिँ एउटा के हुन्छ भने साइकोलोजी बिल्ड हुन्छ, किनभने कन्फिडेन्ट बढ्छ। अनि त्यही भएर यो एकाउन्ट लिएर एकदम यसमा रिस्क म्यानेजमेन्ट, एकदम इमोसनलाई साइडमा राखेर फलो गर्छु भनेर चाहिँ मैले यो एकाउन्ट लिएको छु। हेर्दैछु 1-1.5 महिना टिक्यो भने पनि काफी हो मेरो लागि। हप्ता दिन पनि ठिक थिएन अहिलेसम्म। त्यसैले अब सफर जारी छ, स्ट्रगल गरिरहेको छु। हुन त एक दिन त हुन्छ अवश्य। गिभअप त गर्दिनँ। गिभअप गर्नु भने पहिले नै गरिसक्थ्यो होला सायद। अब त नो चान्सेस। अनि धेरै एनर्जी, धेरै टाइम, धेरै पैसा, सब चिज इन्भेस्ट गरिसकेँ। बास गिभअप चाहिँ गर्दिनँ। ल मलाई यति नै सेयर गर्नु थियो। अब आउने आजसम्मको यति नै हो। अब आउने दिनहरूमा के अपडेट हुन्छ अनि त्यो म एक्चुअली यो मैले भिडियो किन बनाएको भन्दाखेरि चाहिँ, भिडियो स्टार्ट किन गरेको भन्दाखेरि चाहिँ मलाई डेली जर्नल गर्नु नै हो। अब के गर्दैछु, कहाँ मिस्टेक हुँदैछ, कसरी सुधार्नु पर्ने, अनि त्यसको लागि मैले भिडियो स्टार्ट गरेको। अब हेरौँ कतिन्जेलसम्म चाहिँ लसै गरिरहनु पर्ने हो। ल आजको लागि यति नै।